75 जना नेपाली युवाको हत्या कसले गर्यो? खत्तम। म देशलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु। म धेरै सोझो थिएँ, अहिले त मलाई त्यसो भन्न पत्याउँदैन, मान्छेले प्रचण्ड सोझो मान्छे भएर पत्याउँदैन। तर चाहिँ मलाई चाहिँ गाउँमा सबैले देउताको गाई भन्थे मलाई। तपाईलाई चाहिँ देशलाई चस्स पर भने पनि मनमा दुखिहाल्दो रहेछ होइन? म त यो देशलाई धेरै माया गर्ने मान्छेमा पर्छु जस्तो लाग्छ मलाई चाहिँ। भुत्रोको देश भाडमे जाए जनता, भुत्रोको देश भाडमे जाए जनता। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। प्रधानमन्त्रीको अधिकार कति हुन्छ भन्नु? प्रधानमन्त्रीको म्याक्सिमम अधिकार हो। अनि तर तपाईसँग त्यो पदमा नबस्ने अधिकार त छ नि। मैले भने अनुसार काम गर्न पाइनँ। तपाईँले दुईचोटि भन्नुभयो कुरा। तपाईँलाई सम्झाउँ, यदि आफू अनुकूल आफूले चाहेको गर्न सकिएन भनेदेखि तिमी मन्त्री हौ, तिमी छोडिदेऊ न त पद। किन कर्मचारी जस्तो हुन्छौ भन्नुभयो नि तपाईँले, छोडिदेऊ भन्नुभयो। 9 महिनासम्म सोचे जस्तो पर्फर्मेन्स दिन नसक्ने प्रधानमन्त्री चाहिँ प्रधानमन्त्रीमा रहिराख्न नैतिकताले दिन्छ त? सिङ्गापुर, अमेरिका, चाइना, बेलायत सबै प्रधानमन्त्रीहरू देशका अति उत्कृष्ट विद्यार्थीहरू मात्रै प्रधानमन्त्री भएको छन्। एउटा उदाहरणको लागि बेलायतको विगत 70 वर्षदेखि सम्पूर्ण प्रधानमन्त्रीहरू अक्सफोर्ड विश्वविद्यालयका छन्। नेपालको विगत 70 वर्षदेखि कुन चाहिँ हाम्रो सफल, हाम्रो मन बुझ्ने प्रधानमन्त्री हामीले कुन चाहिँ पायौँ? तपाईँले कहिले विस्थापित हुने? सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीका सम्पूर्ण सम्झौताहरूलाई कानुनी मान्यता दिइसकेको अवस्थामा अझै पनि ती सम्झौताहरू कार्यान्वयन नभएको कारणले उहाँको जायज मागहरू पुरा गर्ने सरकार तयार छ। कुरा गर्ने वास्तव कहिले हुन्छ त्यो 14 दिन भनेर उहाँले भन्नुभएको छ। कहिले कुन मितिमा कुन टाइम भन्ने सोध्ने हो। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन। अरू गणतन्त्र चाहिन्छ कि चाहिँदैन, यो देशमा राष्ट्रपति मान्ने कि नमान्ने भन्ने कुरा पनि नेपालको संविधानभित्र लेखिएको छ। तर सरकारले अर्को कुरा, झण्डा हल्लाएर गणतन्त्रको विरोध गर्न पाइँदैन। गणतन्त्रको ठाडो विरोध गर्न पाइन्छ। बाटोको जिम्मा लिएर अनि बाटोहरू बनाउनु पर्दैन सर। जहाँ चाहिँ लठभद्र, जहाँ चाहिँ अलपत्र, एक क्लासको नम्बर 1 ठेकेदार भन्ने कति ठुलो कम्पनी, यत्रो ठुलो वेबसाइट, यत्रो जिम्मेवारी लिएर देशका यत्रा बडा बडा आयोजनाहरूको हरिबिजोग पन्तबिजोग बाटो हिँड्ने मान्छेहरूले कस्तो शराब छन्, त्यो सबै शराब लाग्दैन तपाईँहरूलाई? मान्छेले कहिले कहिले पत्याउँदैन, तर अलिकति हो। लामखुट्टेले हात्ती खान्छ। ये तो लेटेस्ट न्यूज है। उपियाँले मान्छे खान्छ। खत्तम। तपाईँलाई यसमा कति पैसा दिनुभयो जेनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ। अब जो सबैलाई पुग्ने, यो उपत्यकाभरि त सबैलाई पुग्नेलाई सबैलाई पैसा दिनुभयो? सबैलाई। त्यो पैसा कहाँबाट आएछ? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। सुरुमा तपाईँले मात्रै हेल्प गर्नु? सुरुमा त मै हो। ब्याङ्कको पैसा चाहिँ दिनुभयो? मैले ब्याङ्क निक्लेर टिप्नु भएन, निकाल्ने ब्याङ्कबाट हो क्या ऋषिजी। हुम्लामा गएर बस्नु न। म जाँदैछु, एउटा पुल जाँदैछु। जानुहोस् त, ढुङ्गाबाट जोगिनुहोस्, ढुङ्गाबाट खसेर टक्लको ढुङ्गा झरेर टक्लको भिरबाट लडेर मान्छे उठेर चाहिँ कहाँ गायब हुन्छ थाहा हुँदैन कडालीमा। तपाईँहरूलाई म भन्न चाहन्छु, चेरोङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ।